भन्न त हामी कति सजिलै भन्छौँ जीवन साथी भनेर, तर जीवन साथी बनिन त्यति सजिलो छैन। जीवन साथीको मतलब दुःख र सुखमा मात्रै साथ दिने हो र? मेरो नजरमा त होइन। म त भन्छु साँचो जीवन साथी त्यो हो जसले आफ्नी वाइफको हरेक क्षेत्रमा अनि वाइफसँग सँगसँगै अघि बढ्दछन्। आफ्नी वाइफसित काम गर्दाखेरि कोही मान्छे सानो ठुलो हुँदैन। अगर म झाडु गर्दैछु भने मेरो हस्बेन्डले पोछा पनि मार्न सक्नुहुन्छ, मार्दिनुहुन्छ पनि। अहिले हामी दुईजना बुढाबुढी छोरीको ब्याग प्याकिङ गर्दैछौँ। छोरी हामी दुईजनाकै हो। यो काम लेडिसले गर्ने हो, यो काम जेन्ट्सले गर्ने हो भनेर चलो भने चाहिँ हाम्रो जे वस्तुको पनि बटवारा हुन सक्छ। भोलिको दिनमा गर्नु पर्यो भने म मेरो हस्बेन्डको अफिसको काममा पनि हेल्प गर्न सक्छु, त्यसमा कुनै ठुलो कुरो छैन। हामी सक्दाखेरि त सबै थोक काम आफै गरिहाल्छौँ नि, घरको कामै त गर्न हो, त्यो हामीले सधैँ गरेकै हो। अब नसक्दाखेरि कतिखेर सिचुएसन यस्तो खालको हुन्छ कि हामी गर्न नसक्ने हुन्छौँ र त्यो बेला चाहिँ अगर मेरो हस्बेन्डले त्यो बेला मलाई हेल्प गर्नुहुन्छ भने त्यो जस्तो गर्वको कुरो अरू मेरो लागि केही पनि होइन। हामी भरे बेलुका चाहिँ निस्किन्छौँ, ब्याग प्याकिङहरू चाहिँ केही गरेको थिएन। अब घर छोडेर जान कसलाई मन लाग्छ होइन भन्नु त, त्यही भएर चाहिँ जाने दिन बिहान हामीले ब्याग प्याकिङहरू गर्यौँ। अब कहिले अहाई हुन्छ केही ग्यारेन्टी थिएन घरमा, अनि दिदी भिनाजु दिव्यान्सी भेट गर्न भनेर आउनु भइरहेको थियो र त्यसैका लागि म चेता सबैजनाको लागि खाना बनाउँदै थिएँ। मेरो दिदी पनि मेरो फुल्ली हेल्प गर्दैछ। अब एकछिनको लागि मेरो घरमा आकी, तर ऊ एकैछिन पनि बस्दैन, यताउता कामदेखि भने गरिराख्छ। दिदी पनि भनेको नि यस्तै नै होला नि, छोरीलाई नि अर्काको घर आफ्नो बनाएर खाना लेखेको रहेछ। आफ्ना पनि दोरी दोरी छोरीहरू छन्, उनीहरूले पनि एक दिन अर्काको घर गरेर खानुपर्छ, सम्झिँदै कस्तो मुटु फुटेर आउँछ भन्दैखेरि। अहिले चाहिँ करिब रातिको 12 बज्यो। म चाहिँ रेडी हुँदैछु। बिहानको 3:15 राङ्गापाडादेखि हामीहरूको ट्रेन छ र अहिले चाहिँ 12 बज्यो। अब रेडी हुँदै गर्नु पर्यो होइन। राङ्गापाडा पुग्नलाई पनि हामीलाई करिब 1.5 घन्टा जति लाग्छ। छोरीलाई चाहिँ मैले राति नै रेडी गरी सुताएकी थिएँ र अहिले 12:47 भयो र हामी घरबाट चाहिँ निस्किसक्यौँ। राङ्गापाडासम्म चाहिँ हामी आफ्नै गाडीमा जाँदैछौँ। हामीसित छोड्न जाँदै हुन्छ सन्तोष दा, त्यसपछि मेरा देवर प्रशान्त भाइ, अनि विश्वनाथ चारालीमा चाहिँ 24 घन्टै खुला हुन्छ। राति जतिखेर आउँदा पनि अहिले चाहिँ 1 बज्यो, यो दोकान खुलै थियो, खुलै हुन्छ जहिले पनि। र हामीले चाय पियौँ, तामुल खायौँ, त्यसपछि अब फेरि हामीहरूको सफर अघि बढ्यौँ। सो गाइस आजको लागि यति नै। अर्को भिडियो चाहिँ राङ्गापाडा टु दिल्ली हुनेछ। सो बाई।